हेलो गाइज, सबैजनालाई नमस्ते। तपाईँलाई स्वागत छ आजको मेरो छोटो भ्लगमा। अनि आज म भ्लग बनाउन गइरहेको छु कारण हामी चाहिँ आज चोलुङ पार्कमा आएका छौँ है। अनि म यहाँको थोरै दृश्यहरू म तपाईँहरूलाई देखाउन चाहन्छु। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यो ठाउँमा चाहिँ हामी पहिला पनि धेरै भन्दा पनि 2 पटक आइसकेका थियौँ है। अनि फेरि आज आएको। आज चाहिँ यो ठाउँहरूमा धेरै परिवर्तन गर्नु भएको रहेछ, धेरै कुराहरू थप्नु भएको रहेछ, राम्रो बनाउनु भएको रहेछ पहिलाको भन्दा। सो बेसी नै पहिलाभन्दा चाहिँ धेरै राम्रो लाग्यो। अनि विशेष यहाँको चाहिँ एउटा चाहिँ यो घर हो, यो चाहिँ लिम्बू घर। अनि यो टावर छ होइन एउटा, यहाँदेखि चाहिँ वरिपरि देखिन्छ मजाले दृश्यहरू। अनि यहाँदेखि नयाँ लागेको चाहिँ यो खेल्ने ठाउँ हो होइन, एउटा यो खेल्ने ठाउँ पनि नयाँ लाग्यो मलाई। अनि विशेष गरी यो चाहिँ सम्बाम्फेहरूको के भन्छ एउटा चोक हो क्या यो, ठ्याक्कै भन्नु होइन, तर उहाँहरूले बनाउनु भएको एउटा सङ्गम स्थल भनौँ। ओए यहाँ चाहिँ भाइहरू खेल्दैछन् नि बच्चा जस्तै। शौचालय चाहिँ यतापट्टि रहेछ। यो के को बोट हो? यस्तो छ। म त रिङ चल्छ यार। ओए फक्ताङलुङ त कतापट्टि पो थियो? यतापट्टि फक्ताङलुङ। अनि यहाँ तल तम्मर छ है। म तपाईँहरूलाई टावर माथिदेखि नै देखाउन चाहन्छु। देखाउनु पर्यो कस्तो देखिन्छ भनेर। गोरेटो मलाई त धेरै राम्रो लाग्यो पहिलाको भन्दा। आउनु है लुङ्गा, यहाँदेखि खतरा देखिन्छ भ्यू। हो नि, टपमा पुग्यो लु। यहाँदेखि देखिने दृश्यहरू चाहिँ यस्तै हो नि। यता तम्मर लामा त यहाँदेखि त ठाउँहरू नै बेसी आउँछ यार। यहाँ सक यता पर हो नि, तर हामी कति छिटो आइपुग्यौँ नि। अनि यता कता हो? नौमी डाँडा यतापट्टि। अनि कुम्भकर्ण ठ्याक्कै छोपे छ यार, कस्तो दामी देखिँदैछ यहाँदेखि। आयो यस्तो छ है लु चोलुङ पार्क। हामी आइपुग्यौँ फेरि पनि। अनि यो चाहिँ हाम्रो के भन्छ यसलाई, पाहुना घर हो, लिम्बू घर। सुरुमा चाहिँ कस्तो राम्रो थियो।